हेलो साथीहरू, आज मैले चाहिँ चिकन विङ्सको रेसिपी सेयर गरिरहेको छु तपाईँहरूसँग है त। मैले देखाउँदै गरेको चाहिँ मैले के हाल्छु भन्ने कुरा देखाउँदैछु। सो हामीले चाहिँ फर्स्ट अफ अलमा रिमुभ गर्नुपर्छ सब वाटरलाई राम्रोसँगले धोएर वास गरेर मजाले पानी ड्रेन गर्नुपर्छ विङ्सको। सो आज चाहिँ मैले 5 किलो चिकन विङ्स लिइरहेको छु तपाईँहरूको निम्ति देखाउनको निम्ति। देखाउनु भन्दा पनि मेरो आज 5 किलो चिकन विङ्स बनाउनु परेकोले गर्दा मैले चिकन विङ्स बनाउँदैछु 5 केजी है त। सो फर्स्टमा हामीले हाल्नुपर्छ 5 किलो चिकन विङ्सको लागि 4 टेबल स्पुन सल्ट। त्यसको बादमा मैले हाल्दैछु टेस्टिङ पाउडर 80 ग्राम्स। सो त्यसको बादमा हाल्दैछु मैले ड्राई रेड वाइन 200 ml। त्यसको बादमा 200 ग्राम सिराचा चिली सस हाल्दैछु। त्यस पश्चात मैले ओनियन पाउडर हाल्दैछु है त। ओनियन पाउडर 2 टेबल स्पुन हाल्दैछु 5 किलो चिकन विङ्समा। मैले सबै यो मेजरमेन्ट स्पुनको सहायताले लिइरहेको छु है त। त्यसको बादमा फेरि मैले ओनियन पाउडरको बादमा गार्लिक पाउडर हाल्दैछु। गार्लिक पाउडर पनि 2 टेबल स्पुन हाल्दैछु। ओनियन र गार्लिकको रेसियो चाहिँ सेम छ 1:1 को। यो चाहिँ बराबर छ। जति तपाईँले ओनियन पाउडर हाल्नुहुन्छ त्यति नै गार्लिक पाउडर पनि हाल्नुपर्ने हुन्छ। सो त्यसको बादमा मजाले यसलाई म्यारिनेसन गर्नुपर्छ। हातले मजाले मिलाउनुपर्छ। चारैपट्टि सबै विङ्सहरूमा लाग्ने गरेर मजाले हामीले मिलाउनुपर्छ। सस जति पनि हामीले हालेको इन्ग्रिडियन्टहरू मिक्सअप हुनुपर्छ, सबमा कोट हुनुपर्छ। सो त्यसको बादमा चाहिँ हामीले 15 मिनटको लागि रेस्टिङको लागि बाहिर छोड्नुपर्छ यसलाई कभर गरेर। सो मैले 15 मिनट पनि राखिसकेँ। अनि त्यसको बादमा मैले चाहिँ एउटा एल्युमिनियमको ट्रे लिएको छु, बेकिङ ट्रे। यसमा चाहिँ मैले यसलाई पल्टी गर्दैछु, हाल्दैछु है त। यसलाई तपाईँहरूले जुनै कुरामा पनि हालेर बेकिङ गर्न सक्नुहुन्छ। तपाईँहरूलाई केमा इजी लाग्छ कुनै पनि ट्रेमा। सो एल्युमिनियम छाडेर अरू कुनै पनि ट्रेमा हाल्न सक्नुहुन्छ। त्यसको बादमा मैले हाल्दैछु यसलाई 250 डिग्री सेल्सियसको हिटमा 15 मिनटको